हेलो एभ्रिवान वेलकम टु माई अनदर मिनी ब्लग। सो आज पनि मेरो डे अफ थियो। भोलिदेखि चाहिँ मेरो 5 डेज रेगुलर केन्सियो हुन्छ, प्लस भोलि चाहिँ मेरो टेस्ट पनि हो। अनि त्यसको लागि चाहिँ मैले आज बिहानैदेखि उठेर घाम ताप्दै पढ्दै गर्दै थिएँ है। निहोङ्गो गएको र सेनमन गएको हुँदाखेरि पनि सायदै मैले कहिले पढेको थिइनँ होला है, जुन चाहिँ म मेरो कामको लागि पढ्नु परिरहेको छ अहिले। यो एयरलाइन फिल्डको काममा चाहिँ खासै धेरै नलेज हुन्न नि त हामीलाई, अनि सिक्नु र जान्नुपर्ने कुराहरू चाहिँ एकदमै धेरै हुने रहेछ। अनि मेरो रुम नजिकै चाहिँ चिपा पार्क छ है। चिपामा हुनेहरू चाहिँ सबैजनालाई थाहा छ होला चिपा पार्कको बारेमा। अनि कस्तो पिसफुल इन्भाइरोमेन्ट भन्दै यत्तिकै डुल्दै हिँड्दै थिएँ है। अनि मैले चाहिँ त्यहाँनिर साकुरा फुलेको देखेँ। सेन्दाईमा चाहिँ अप्रिलतिर मात्रै फुल्थ्यो साकुरा, अनि यहाँ चाहिँ कति छिटो साकुरा फुलेको भन्दै सोच्दै थिएँ म चाहिँ। अनि यो साकुरा हो कि होइन चाहिँ थाहा हुनेहरूले प्लिज लेट मी नो इन द कमेन्ट। अनि त्यस पछाडि चाहिँ म डङ्की गएँ। डङ्कीको चाहिँ मलाई यो वाला मिसो सुप चाहिँ फेभरेट हो मेरो चाहिँ। यसमा चाहिँ 4वटा फ्लेभर हुन्छ र एकदमै मनपर्छ मलाई चाहिँ। त्यस पछाडि चाहिँ म बुलडग रामेन खोज्दै हिँड्दै थिएँ है। बुलडगको चाहिँ पिङ्कवाला चिजवाला फ्लेभर भएको चाहिँ मलाई एकदमै धेरै मनपर्छ। अनि सेन्दाईमा हुँदाखेरि चाहिँ सधैँ म डङ्कीबाटै लिने गरेको थिएँ बुलडग रामेन। तर यहाँ चाहिँ मैले कति खोज्दा पनि भेटाइनँ, सायद थिएन होला है। अनि स्याडली मैले यति मात्र सामान लिएर फर्केँ। अनि त्यस पछाडि चाहिँ म एसियन ग्रोसरी स्टोर गएको थिएँ। अनि त्यहाँबाट चाहिँ मैले केही सामानहरू लिएँ है। अनि फर्स्ट टाइम गएको म चाहिँ त्यहाँ, अनि सबैजना कति धेरै स्विट, अनि मलाई चाहिँ कम्प्लिमेन्ट्री ड्रिङ्क्स पनि दिनुभएको थियो यो है। अनि त्यस पछाडि चाहिँ अँध्यारो भइसकेको थियो र म घर फर्केँ। अनि द्याट्स इट फर टुडे। थ्याङ्क यू फर वाचिङ। बाई।